यो बेडरुम एउटा बेडरुम जम्मा कतिवटा दुईटा बेडरुम दुईटा यता किचन हैन यता टोयलेट यो किचन किचन चाहिँ भने जस्तै रहेछ ठुलो हैन किचन टोयलेट बाथरुम एटेच यस सिडी मुनिलाई राम्रो युज गरेको रहेछ नि त सामान राख्ने भन्ने ढुङ्गा किचन यता यो पनि रुमै हो लिभिङ रुम यो लिभिङ रुम एउटा बेडरुमै भनौँ न बेडरुम यो बेडरुम रहेछ एउटा जम्मा एउटा दुईटा यसले दुईटा भएको यो टोयलेट तीनटा यो चाडा तीनटा योसँग चाडा लिभिङ यो है यो जग्गा चाहिँ कति छ जग्गा 8 दूर 1 पावा धनी पूर्जामा बाटो कटाएर बाटो पर्दैन यो अगाडिको परेन यो सिस्टम बाटो किन्नु पर्दैन यहाँको हैन यहाँको परेन है वरिपरि गाडी यो बिक्रीको घर चाहिँ नयाँ मापदण्ड 8 रहेको छ 8 दूर 1 पावामा बनेको यो पार्किङ छ टन्नै यो पार्किङ चाडा गाडीहरूको पार्किङ छ यो चाहिँ पुरो मोडाको मोडा 20 म त खाना खाँदै थिएँ